हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई च्यानल। अहिले चाहिँ हामी ताइप पुगिसक्यो। ताइपको ओह्रालो चढ्दैछौँ। ओह्रालो उकालो ताइपको पहाड, अलि ओह्रालो, अलिअलि उकालो र ओह्रालो धेरै छ अहिले। अनि अहिले 6 बजी, 6:30 बजिसक्यो। अहिले अब यति बेला हिँड्यो भने जेताको 9-12को 9 इन्ट्री खुल्यो भने छिर्न पाइन्छ, नत्र पाइँदैन छिर्न। यसो बिहानको भ्यूज पहाडको राम्रै देखेछ। अनि यो ओह्रालो अलि सावधानले ओर्लिनुपर्छ। ब्रेक धेरै थिच्यो भने डिस तातिने डर, डिस तात्यो भने आगो लाग्ने डर। त्यही भएर आरामले ओर्लिने हो। यसमा चाहिँ यो ताइपको ओह्रालोमा ओभरटेक गर्दा सुर्ताले अनलिमिटेड मुखल्पा हान्छ। जति मनलाई त्यति मुखल्पा हानिदिन्छ। फेरि यस्तै हो, बाटो चाहिँ यस्तै हो। अलि अगाडि गएर धेरै ओह्रालो अलि धेरै नै आउँछ। सो यो बीच साइडको बीच हेर्नुहोस्, यहाँ क्यामेरा छ फेरि स्पिडको। अलि टर्निङ पनि आउँछ। अगाडि गएर एकदम सावधानले ओर्लिनुपर्छ ओह्रालो। अब ताइप लगभग 150-200 किलोमिटर बाँकी छ। 4-5 घन्टामा पुगिन्छ आनन्दले, किनकि अगाडि जाम भनेको लास्ट जाम हुन्छ। यस्तै हो। यता कुद्नको लागि बिहान उठ्नुपर्छ। 4 बजी उठेर हामी हिँडेको। अनि अहिले 6:30 बजीतिर यहाँ ताइप आइपुगेको। बिहानै उठेन भने त बाटोमा जेता पुग्नुभन्दा पहिले 9 इन्ट्री लाग्छ नि, गाह्रो हुन्छ। फेरि 9-12 3 घन्टा मात्र 9 इन्ट्री खोलिन्छ। त्यही भएर अलिक टाइममै निस्किँदा टाइममै पुगिन्छ। यस्तै हो। अब सानो गाडीहरू पनि धेरै आछ। अगाडि चाहिँ 2 जना, हाम्रो कम्पनीको 2टा गाडी, पछाडि चाहिँ एउटा गाडी। अब उकालो आयो। फेरि उकालोमा गाडी, लोड गाडी 30 टन लिएर चढ्नै मान्दैन गाडी। पुरै जाम छ, माथिसम्मै जाम भइगयो। हेरौँ, माथिसम्मै पुरै जाम भइगयो। सबैको 30 टन फेरि लोड हुन्छ। अब उकालो चाहिँ हल्का चढ्यो। अब चाहिँ ओह्रालो लाग्यो। यहाँ ताइप आइपुगेपछि ओह्रालो उकालो आइबस्छ। अनि गाडी आफै कन्ट्रोलमा कुदाउने, ओभरटेक गर्नु मिल्दैन। हेर्नुहोस्, माउन्टेनको भ्यू पनि राम्रै छ। एकदम बिहानको भ्यू भनेको हेर्ने भ्यू हुन्छ। बाटो पनि अहिले खाली छ, बिहान छ। त्यही भएर अहिले एकछिनमा पुरै बाटो जाम हुन्छ। होइन, कति ब्रेक हानेको यार, गाडी डल्लै पार्ने हो क्या। यति ब्रेक हान्यो भने त गाडी तातिहाल्छ। फेरि स्टोपर लगाएर हिँडेपछि ठिक हुन्छ। अलि क्यामेरा भएर ब्रेक हानेछ। यसो चारैतिरको भ्यूज तपाईँलाई म देखाइदिन्छु। यसो हेर्नु, यो भ्यूज, माउन्टेनको भ्यूज जहाँ पनि राम्रो हुन्छ। अब नेपालतिर पनि अब यस्तो पहाडमा त हरियो हुन्छ, यहाँ चाहिँ त्यति हरियो हुँदैन होइन, गर्मी बढी हुनाले। अहिले अब पानी हल्का पर्न थालेछ, त्यही भएर हल्का हरियो भयो। अगाडि चाहिँ सुर्ता आइपुगेको चाहिँ बल्ल तल्ल बजियो, नत्र फेरि मोबाइल यसरी समातेर चलायो भने मुखल्पा यहाँ अनलिमिटेड हानिन्छ। सुर्ता आफ्नै मन लागि मुखल्पा हानिदिन्छ। ल त साथीहरू, अहिले यति नै। सुर्ता आइबसेको छ, पुलिस अगाडि आइबसिरहेछ। कुन बेला मुखल्पा हानिदिन्छ थाहा हुँदैन।